गाइस सर्पो भेट्यो सर्पो गाइस के छ ओए डब्बा ल्याएर आइज न एउटा डब्बा के यसलाई हामी चाहिँ यसलाई छोप्नेवाला छौँ है गाइस यसलाई चाहिँ हामीले छोपेर डब्बामा राख्नेवाला छौँ हेर्नुहोस् है ल गाइस डब्बा लिएर डब्बा यसलाई डब्बाभित्र हालिदिनु पर्यो कि गाइस कुच्चाबाट डब्बा भेटाइको ल हालौँ त यसलाई डब्बाभित्र ओइ होसले गर्न खै गाइस हामीले यसलाई चाहिँ डब्बाभित्र हाल्दैछौँ वाट अ रिएक्सन ओ माई गड ओइ पछाडि आएर गाइस फाइनल्ली सर्पो चाहिँ हामीले डब्बाभित्र हालियो है गाइसहरू ल मिसन सक्सेस भयो एउटा चाहिँ ल गाइस फाइनल्ली सर्पलाई चाहिँ हामीले डब्बाभित्र हालियो अब चाहिँ यसलाई अब यस्तो पुरा पानी परिरहेको छ है सर्पो त पुरा खुलेआम डुल्दिरहेको हरियो सर्प हो कि हरियो ओ माई गड यार यु आर डेन्जरस ब्रो यु आर राइट ब्रो यु आर राइट मलाई त डर लागिरहेको थियो यार गाइसहरू कहाँको मारी गाइसहरू अब चाहिँ हामीले एक्सपिरियन्स गर्नेवाला छौँ यो सर्पलाई चाहिँ ट्याक्क लाएर देख्न सक्नुहुनेछ माई गड यहाँ चाहिँ हामी अब यसलाई सर्पलाई भित्राउँदैछौँ र हाम्रो गाइजहरूको रियाक्सन चाहिँ के हुन्छ ल हाम्रो मम्मी चाहिँ सर्प देखेर बाहिर भागिसकेको अवस्था पनि देख्न सक्नुहुनेछ गाइजहरू हेलो दिदी यु हेभ टु सी समथिङ दिदीलाई डराएको अवस्थामा तपाईँहरू देख्न सक्नुहुनेछ गाइजहरू यता देख्न सक्नुहुनेछ कडा ओ माई गड हिरोको राजेश हमाल ओ नानी आमा रोएको अवस्था रुँदै अब फेरि हाँस्छु नै नानी सर्प देखेर रोएको अवस्था र हाम्रो मम्मी कता हुनुहुन्छ मम्मीलाई खोज्न जान्छु है गाइजहरू म चाहिँ हेलो मम्मी वेयर आर यु वेन यु गोइङ हाम्रो मम्मी चाहिँ कोठीमा गयो जस्तो अवस्था मलाई लाग्थ्यो हेलो मम्मी सर्प यु हेभ टु सी समथिङ